नमस्कार है सबैजनालाई। आज चाहिँ हामी दोस्रो छुट्टी गऱ्यौँ। आज कति तारिक भने 7 तारिक। आज हामी चाहिँ 3-4जना चाहिँ मिलेर हामी घुम्न जान लागेका छौँ। दोस्रो छुट्टी गऱ्यौँ। तपाईँहरूले लास्टसम्म हेरिदिनु होला कहाँ कहाँ जान्छौँ, के गर्दैछौँ। सबैजनाले हेरिदिनु होला, साथ सपोर्ट सबैले गरिदिनु होला। फाइनली गएर अब चाहिँ हामी हेर्नै लागेको। अब चाहिँ हामी जान्छौँ, कहाँ जान्छौँ केही पनि थाहा पनि छैन कहाँ जाने। एउटा ढेँडो खानुपर्छ ओ ढेँडो फर्स्टमा ढेँडो खाने त्यसपछि जहाँ गए पनि हजुरलाई देखाउने प्रयास गर्नेछौँ। ऱ्यान्डम प्लेसमा जाँदैछौँ हामी चाहिँ ढेँडो फर्स्टमा चाहिँ ढेँडो त्यसपछि ऱ्यान्डम गाइजहरू हामी 3-4 भाइ जाँदैछौँ आज। ओके गाइज हामी रुमबाट अब चाहिँ हामी निस्केको है। फाइनली अब हामी रुम बाहिर निस्केको अब चाहिँ लगभग जाँदैछौँ। तर गोविन्दले चाहिँ एउटा फोटो खिच्नु चाहिँ मलाई आग्रह गरेपछि मैले भिडियो बन्द गर्छु। अहिले पछि फेरि भेट्ने छु है त। यो चाहिँ हाम्रो रुम बाहिरको नजाराहरू है। तर यो घर चाहिँ यत्रो ठुलो छ कि यो घरमा 50-51 जना मान्छे छ अरे यार। तर यिनीहरूको गाडी चाहिँ हो भने यहाँनिर बेलुका हेर्नुपर्छ। धेरै चाहिँ भन्दिनँ म, 35-40वटा हुन्छ है। यो सबै देखाउँछ गाडी 35-40। अहिले त छैन खासै, अहिले त 15वटा जति रहेछ। 35-40वटा हुन्छ हो यहाँनिर। हामी जानलाई नमस्ते। आज चाहिँ हामी निस्किरहेको छौँ सानो सललाबाट उता ठुलो सललामा जाँदैछौँ। यो पनि सलला हो। र आजको भ्लग चाहिँ हाम्रो भ्लगर चाहिँ हुनुहुन्छ लोकराज थामी अफिसियल 2050लाई सब्सक्राइब र लाइक गरिदिनु होला तपाईँहरू सबैजनाले। आज हामी निस्किसकेका छौँ, रुमदेखि बाहिर छौँ र हामी धेरै तपाईँलाई नयाँ नयाँ दृश्यहरू देखाउनेछौँ, नयाँ नयाँ ठाउँहरू घुम्नेछौँ र नेपाली होटलमा गएर ढेँडोहरू खानेछौँ। तपाईँहरूले एकदम हाम्रो यो भिडियोलाई तपाईँहरू पनि हेर्नु होला, फलो गर्नु होला र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला नि। फेरि बिर्स्यो भने फेरि भन्नु बस्नुहुन्छ नि, फेरि नबिर्सिनु नि। फेरि अहिले पनि हामी जाँदैछौँ अझै। यो हामीले काम गर्ने यही मार्केट हो। यो ब्याक साइडबाट हामी खत्त छिरेर यहाँ पर मेन रोडमा निस्कनलाई चाहिँ हामी यता ब्याक साइडबाट गइरहेका छौँ होइन। चोरीहरू 2 जना 3 जना हो यार। छिटो ओके गाइजहरू हेर्दै गर्नु। अब चाहिँ हामी जान लागेका छौँ, पुग्न लाग्यो लगभग बस स्टेसनमा। उहाँ चाहिँ गोविन्द हाम्रो। उहाँ चाहिँ अब पुष्पा राज राई आम्बो अनि मनोज राई। यही हो लोक अनि रात चाहिँ यो अराईबाट लेखेको छ। अनि अब तपाईँले बुझ्नु होइन। यही यस्तै छ। अनि अरू के हुनु, ठिकै छ। देखाउने प्रयास गर्नेछौँ है त। बसिरहेका। अनि पुष्पा सर के छ, मेरो च्यानलमा केही भन्न चाहनुहुन्छ भने भनिदिनु होला। हजुर नमस्कार। हाम्रो लोकराज थामी युट्युब च्यानलमा स्वागत उहाँले गरिसक्नुभयो। सर्वप्रथम त आज हामी नेस्टोको स्टाफ पहिलो चाहिँ हाम्रो स्पेसल दसैँको लगभग छुट्टीकै अवसरमा हामी चाहिँ यो के छ भने न्यू सललामा ओमनको न्यू सलला भन्ने ठाउँमा चाहिँ अब हामी चाहिँ साथीभाइहरूसँग यसो छुट्टी रमाइलो गर्न आइरहेको छौँ साथीभाइसँग होइन। अनि यसै क्रममा यसो यो सललाको वातावरण हेर्दा एकदमै रमाइलो देखिरहेको छौँ हामी सबैले होइन। एकदम रमाइलो पनि छ ठाउँ, एकदम समयले पनि साथ दिएको छ। यसै गरी साथीभाइहरू सबै मन मिल्ने पनि छौँ। अनि हामी चाहिँ विशेष गरी घुम्न यस्तै भ्लगहरू बनाउन, राम्रो टिकटकहरू बनाउन आइरहेको छौँ सबैजनाले। सबै अब हाम्रो लोकराज थामी युट्युब च्यानलमा जोडिनु भएको सबैजना साथीहरूले उहाँको भ्लगलाई, उहाँको युट्युब च्यानललाई सब्सक्राइब गरेर, फलो गरेर, लाइक, कमेन्ट अनि सेयर पनि गरेर उहाँलाई साथ दिनु, सपोर्ट गरिदिनु भन्न चाहिँ
म भन्न चाहन्छु। स्पेसली हेर्नुहोस् हाम्रो यो सललाको दृश्यलाई हेर्ने भने एकदमै रमाइलो लागिरहेको छ होइन, एकदम खुसी पनि लागेको छ भन्दै अब धन्यवाद भन्न चाहन्छु। कलार के दाइ यही बसिराख्नु एभरेस्ट होटल भित्र छिर्दैछौँ अब चाहिँ भित्र छिरेर पनि हामीले चाहिँ चिसो खाँदै खाइरहेको के छ अनु भाइ, के कुन हो यो पेप्सी? वो पनि पेप्सी, वो ड्यू, अब पनि ड्यू। ल अब साथीहरू चाहिँ पुरै होइन ढेँडो खाइरहेको छ। हाम्रो नेपाली रेस्टुरेन्टमा आएर चाहिँ टक्क नेपाली पकाली ढेँडो सललामा छ। यो नेपाली रेस्टुरेन्ट चाहिँ एकदम स्पेसल छ। यो चाहिँ छोटो होटेल लोकराज हामी अफिसियलमा चाहिँ तपाईँले युट्युबमा चाहिँ तपाईँले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। एकदमसँगले काट्दै रामेछापको मान्छेले पुरै ढेँडो घिउ लगाइ मजाले खाइरहेको छ। अनु चाहिँ हुन्छ उता चिकन भनेर हेर्छौँ भयो रेस्टोको सबै भन्दा हेर्छौँ भयो केही एकदम किन हुन्छ ढेँडो खाएर ज्यान हुन्छ। ओके कस्तो भइरहेको छ हाम्रो लोकराजी ढेँडो गाज स्वाद बाबालाई अनि अनु कस्तो भइरहेको छ आज नेपाली रेस्टुरेन्टमा? यहाँ चाहिँ फेरि सललामा चाहिँ नबिर्सनु है, सललामा मलाई सबैजना ढेँडोको स्वाद खानको लागि। फाइनली हामी चाहिँ अलिअलि खाएर सबै ढिँडोतिर खाएर बाहिर निस्किसकेका छौँ। अब चाहिँ जाँदैछ फेरि अर्को मार्केटतिर घुम्नलाई, तर साँझ परिसक्यो भनेको कति भयो 6:30 भइसकेको अनि अझ बढ्नु। अनि यताको नजारा चाहिँ यस्तो छ होइन, हामी यो बाटो भएर जाँदैछौँ है गाइजहरू। फाइनली हामी जाँदैछौँ अझै पनि सरर भएर अर्को मार्केट घुम्नलाई। हेर्दै गर्नु होला अर्को मार्केटको पनि अब रात परेर पर्दैन भित्र त खासै बुझ्न मिल्दैन, कोही पनि देखाउने प्रयास गर्ने समय त आइपुगेको छौँ। ठ्याक्कै यहाँनिर छ अर्को ब्रान्च चाहिँ ठ्याक्क हो नेस्टो हाइपर मार्केट। यो चाहिँ वुमन सलल औकातको हो। सबैजना आएका छन् साथीहरूले पनि। अनि यहाँ अगाडिपट्टि चाहिँ यस्तो अहिले नाइटमा हो नि त सबै पानी आइरहेको छ यो बारीमा, एकदम दामी छ यहाँनिर। हेर्दै गर्नु होला साथीहरू। लास्टसम्म फाइनली अब चाहिँ हामी चाहिँ फेरि यतापट्टि अब चाहिँ तरकारी आज चाहिँ एकदम ताजा तरकारीहरू लगेर जान्छौँ त्यसपछि। अनि हो चाहिँ हामी यो बुढो मार्केटबाट यता बस चढेर पनि भरेर अब चाहिँ तरकारी बजारबाट जाने रुम है त। फाइनली अब चाहिँ हामी चाहिँ रुम फर्किँदैछौँ होइन। सरर पारेर पहिलाको भिडियोहरू कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया चाहिँ दिँदै जानु होला। अब चाहिँ हामी फर्किँदैछौँ है सरर पारेर। अब त बङ्गाली मार्केट भन्ने ठाउँ छ क्या, त्यहाँनिर चाहिँ तरकारीहरू ताजा पाइन्छ। त्यहाँबाट तरकारीहरू पनि ल्याइएको छ। तरकारीहरू ल्याएर चाहिँ हामी आएको अब चाहिँ फर्किँदै हामी